नमस्कार। कृपया यो भिडियो अन्त्यसम्म हेर्नुहोला, लाइक, कमेन्ट र सेयर पनि गर्नुहोला। आज भोलि आलोक नामको एक कुकुर विश्व प्रसिद्ध भएको छ। साधारण कुकुर भए तापनि उनको असाधारण गुणले गर्दा आलोकले यति धेरै चर्चा पाएका हुन्। शान्तिको कामना गर्दै अमेरिकाको टेक्ससबाट वाशिङटनसम्मको 19 जना बौद्ध भिक्षुहरूको शान्ति पदयात्रामा सँगसँगै यात्रा गरिरहेका आलोकलाई शान्ति सन्देशवाहक कुकुरको रूपमा लिएका छन्। करुणा र शान्तिको सन्देश फैलाउन पदयात्रामा लागेका ती बौद्ध भिक्षुहरूको पाइला पाइलामा आलोकले पनि हरदम साथ दिँदै अगाडि बढिरहेका छन्। बुद्ध शिक्षा अनुरूपको मैत्री, करुणा, दया, माया आदि सन्देश सहित शान्ति स्थापनार्थ आयोजित वक फर पिस नाम दिइएको यस पदयात्रामा मानिस मात्र नभई एक कुकुरले पनि सहभागी जनाएकोले यसबाट अवश्य पनि विश्वमा शान्ति आलोकित हुनेछ र संसारका कुना काप्चा प्रकाशमय हुनेछ भन्ने विश्वास गर्न सकिन्छ। भवतु सब मङ्गलम्।